भिडियो हेरेर बस्नुहुने सम्पूर्णमा सेवा नमस्ते। आजको भिडियो साकेला विशेष रहनेछ। साकेला भन्दा नि अत्यन्त विशेष चाहिँ हाम्रो धरानका मेयर हर्क साम्पाङ आउँदै हुनुहुन्छ इलाम, र उहाँ आउँदै गर्दाखेरि हाम्रो किराँती झल्को पनि थोरै देखाउने हो कि भनेर हामी साकेला तयारी गर्दैछौँ। यहाँ साथमा सेनुम र हाम्रो यहाँप्रति हाम्रो अर्को नाचसुङ पनि गर्दै गरेको हाम्रो प्रशिक्षण दुईजनालाई अहिले इलाममा गरिरहेको छ। र अहिले हामी 3 भाइ भएर चाहिँ यहाँ ढोल झ्याम्डा बोकेर जान लागिरहेछौँ। यहाँ तलतिर अगाडि कलाकारहरू पनि थोरैजना आइसकेको छ। यहाँ अहिले हामी चाहिँ माङ्कीभित्र छौँ र ढोल झ्याम्डा बोकेर बाहिरतिर निस्किन लागिरहेको छौँ। के कसो लाठेची मेबी हुनसक्छ होइन। अनि कतिजनालाई हामी ट्विन्स पनि भन्छ, हामी ट्विन्स जस्तो देखिन्छ कि देखिँदैन, यसो हाइट पनि उत्रु छ होइन, ज्यान पनि उस्तो यस्तो, तर दाजुले भन्दा सेतो छ तर ट्विन्स भन्छ नि कति प्रायले। यसो कमेन्ट गरौँ न, त्यस बारेमा चाहिँ तपाईँहरूको प्रतिक्रिया चाहिँ हुनु पर्यो है। पारा चाहिँ होइन, तर यसले धन्न मैले चाहिँ बेगर हेर्नु नत्र भने चाहिँ झुगाउँथ्यो कि जस्तो चाहिँ लागिरहेछ भन्दै। अब हामी चाहिँ बाहिर चाहिँ निस्कियो होला वास्तविक कथा। यहाँ हाम्रो लाठीले यहाँ ढोलको तान चाहिँ अलिकति खुकुलो भइसक्यो भएर निरज भाइलाई तन्काउँदैछ दरसँगले। यहाँ हाम्रो अर्को राई गान्छा कुरिरहेको छ, सिक्दै केटा सिक आउँदा आउँछ है। यसले र मैले नि अर्को पुरानो ढोल त डरै तानेको थियौँ, त्यो ढोल चाहिँ परेछ होइन, गर्नु पर्छ। यहाँ हाम्रो ढोल तयारी हुँदैछ। यहाँ हाम्रो ठ्याक्कै माङ्कीभित्र छिर्नेमा 2टा वाबुक छ। यहाँ तल हाम्रो कलाकारहरू तयारी छ, जम्मा त 4 जना मात्रै रहेछ। कतिखेर भेला हुन्छ नि अरू बिजोकै भन्दा यो 4 जना देखाउँदाखेरि त अहिले आउँछ। हाम्रो ढोल तानिसकेर निरज भाइले यहाँ बजाउन सुरु गरिसकेका छन्। एकदम मजाले बस्ने भइसकेको छ। अनि यहाँ हाम्रो कलाकारहरू थपिने क्रम जारी छ। यहाँ टिकटक बनाउने क्रम जारी छ। यहाँ हाम्रो कलाकारहरू भेला हुँदैछन्। यहाँ हाम्रो हजुर हर्क साम्पाङ हेर्नु आउनु भएको अरे हाम्रो कोमा। कहाँबाट आउनु भएको बोजू तपाईँ? लारुम्बाबाट। ए आजै आउनु भएको? 3 दिन। ए आज हर्क साम्पाङ हेर्नु नै कति वर्ष पुग्नुभयो? याक्थुम्बा अलिक बुझ्दिन कि राई याक्थुम्बा 84 वर्ष पुगिसक्नु भयो। आज हर्क साम्पाङलाई हेर्नु नि ल सँगै अहिले भएर हेर्नुपर्छ ल बोजू। हाम्रो बोजू 84 वर्षको बोजू। ल ल ल भनिहालिस् केटा लु। अनि यहाँ एउटा के चाहिँ छ भन्दाखेरिमा, यहाँ पहिला सिकाउन त धेरै सिकायो, तर यहाँनिर क्यामेरा आउँदैछ ल, यहाँ म थोरै बोलिहाल्नु पर्यो है। यहाँ धेरै साकेला त सिकायो, तर सिकाउने क्रममा एउटा गल्ती चाहिँ पहिलेबाट भइरहेको थियो। हाम्रो बाङहरूले पनि भन्दै हुनुहुन्थ्यो यो चाहिँ सुधार्नुपर्छ है भनेर। यो पटकबाट चाहिँ हामीले सुधार्नेछौँ। हामीले सधैँ चाहिँ यहाँ दायाँबाट सुरु गर्थ्यौँ, दायाँबाट घुम्ने। यो ओपी धारामा चाहिँ सुरुमा साकेलामा नाच्दाखेरि नै यो दायाँबाट घुम्ने भएकोले गर्दा मैले दायाँबाट सिकाएको थिएँ। अब आजबाटको साकेला सिकाइ चाहिँ प्रशिक्षण चाहिँ यो दायाँबाट घुम्नेछौँ र हाम्रो नाच्ने खासमा दायाँबाट हो, तर यो पहिला ठाउँ त्यस्तो भएकोले गर्दा हामीले बायाँबाट सिकायो। अब भने चाहिँ दायाँबाट हुनेछ। र तर अब दाजुको बोल्दा बोल्दा मैले अब काटेँ होइन शब्द, तर क्राउड धेरै छ नि त, त्यही भएर पनि हो एउटा चाहिँ होइन। किनकि यहाँको हाम्रो यहाँको क्राउड भनेको त एकदम बवालै हुन्छ, तपाईँहरूलाई सबलाई थाहै छ होइन। अनि चाहिँ हामीले यहाँबाट लाइन लगायो भने त पर चियाबारी पनि कट्छ नि त, तर यो माथिल्लो साइड भने चाहिँ कुन्चुक्क छ। अनि त्यहाँबाट यसो यो अटाउने ठाउँ थिएन, बोमाथिबाट राख्दाखेरि हामीले यता छिरायो, अलिक समस्या भएर यहाँ अतिथिहरूलाई चाहिँ यताबाट घुमाएर देखाउने भन्ने कुरामा। तर अब भने चाहिँ हामी यहाँ बायाँबाट घुमाउनेछौँ र हामी सुधार्नेछौँ। जतिजनालाई तपाईँहरूलाई थाहा थियो, अब यो भिडियो हेरेर तपाईँलाई अब चाहिँ केटाहरूले सुधारेछ है भन्नुहुनेछ। जतिजनालाई थाहा थिएन भनेदेखिलाई चाहिँ हाम्रो साकेला नचाहिँ चाहिँ सधैँ दायाँबाट हुन्छ। हामीले चाहिँ यहाँ थोरै बायाँबाट गराएको भएर यो हाम्रो गल्तीलाई सुधार गर्दै आजबाट दायाँतिर नाच्नेछौँ र हाम्रो कलाकारहरूलाई अहिले प्रशिक्षण गरेर तपाईँलाई देखाउने पनि छ। सेम हो अरू बेला जस्तै। ल अहिले चाहिँ हामी प्र्याक्टिस गर्दैछौँ है। दाजुले चाहिँ भित्र ढोल बजाउनु हुँदैछ, सो मैले चाहिँ भिडियो बनाउँदैछु। अब यहाँ चाहिँ हामीले हल्का 1-2 चोटि चाहिँ प्र्याक्टिस गरेर चाहिँ हामीले सिधै
चोक लानुपर्ने हुन्छ है त गाइज। भित्र साकेला थानको हाम्रो तयारी चाहिँ सकेको छ आजको लागि। कलाकारहरू बजारमा आउनेवाला छन्। हाम्रो टुडिखेलतिर भेट हुनेछौँ अझै। अहिलेको लागि हाम्रो कलाकार थोरै जान भयो। यहाँनिर हाम्रो प्र्याक्टिस सकिएको छ, तम तयारी सकेको छु। अब भने चाहिँ हामी लाग्नेछौँ टुडिखेलतिर। टुडिखेलबाट चाहिँ हाम्रो रेली चोकसम्म आउनेछ। चोकमा चाहिँ हाम्रो हल्का साम्बाङ आउनु नै छ, अघि नै मैले भनिसकेको छु। अहिलेको लागि हामी लाग्नेछौँ टुडिखेलतिर। हाम्रो कलाकारहरूले चाहिँ हल्का साम्बाङ मेयर साहबलाई स्वागत गर्न लाग्नु भएको छ। आउँदै हुनुहुन्छ, आइपुग्न लाग्नु भएको छ भनिदिएको छ। हाम्रो कलाकारहरूले नाचले ढोल झन्डा बजाउँदै हुनुहुन्छ। हेलो सेवा 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 ए अगाडि मात्रै ढोल झन्डा बजाउँछ त सानो रहेछ त। ल ल ल हवस् त झन्डै कति गइछु नि। नमस्ते सेवा आमामा। हेलो यहाँ पछाडि त सानसुन रहेछ नि, तल मात्रै पो हल्ला रहेछ त। ल यता हाम्रो सबैजनालाई सेवा है। माथि चोकमा चाहिँ कराउनु पर्यो है, चोकमा। ल साकेला ठम्सी खाराङ्गो होटाङ्की खिम्बानाङ्गो आपा फेङ्कुवा भन्छ।
हाम्रो मेयर साहब आइपुग्नु भएको छ, सबैभन्दा अगाडि हुनुहुन्छ। हाम्रो मेयर साहब चोक बजारमा स्टन भएको छ, हाम्रो चोक बजारको स्टेज। हाम्रो कलाकारहरू पनि यहाँ फाक्ले बाँध्दैछन्। हाम्रो लालखा टोलीले चाहिँ साकेला प्रदर्शन गर्न लागिरहेको छ। हाम्रो पुनः झ्याम्रामा ओके ल यहाँ हाम्रो पुनः झ्याम्रामा छ। अनि हाम्रो नाच्ने टोलीहरू चाहिँ हुनु पर्यो भाइ, हुनु पर्यो, हुनु पर्यो भाइ। हामीले पदार्थ गर्नुपर्छ। उहाँलाई
यहाँ नाच्नु बेला चाहिँ आज चाहिँ मैले ढोल बजाउनेवाला छु भने जस्तो भिडियो ल्याउन नपाउँला तै पनि प्रयास गरौँ अन्य छ संस्कार उहाँले थालनी गर्नुभएको छ हजुर दोस्रोचोटि आउँदाखेरि मैले स्वतन्त्र उम्मेदवार भएको नाताले हाम्रो डक्टर सिंह थेगिमलाई यहाँ मसँग बसिराख्नु भएको छ उहाँलाई मैले सघाउनका लागि संस्कृतिको पक्षमा केही भन्नुपर्छ भनेर म आएको थिएँ र आज चाहिँ मैले यहाँलाई अब हामी भेटेर मात्रै हुँदैन सङ्गठित पनि हुनुपर्छ भन्ने आह्वान लिएर आएको छु 2-3 मिनट जति ध्यान दिएर सुन्नु होला कुरा सुनेन भने बुझिँदै बुझिएन भने फेरि कुरा नबुझी काम गर्नु हुँदैन भने जस्तो होइन कता जाने के गर्ने भन्ने हुन्छ भनेर र यहाँले देखाउनु भएको यो मायाप्रति म अत्यन्तै जीवनभर आभारी छु मैले अघि भने म आफूलाई यो देशको सबभन्दा सानो मान्छे सम्झन्छु होइन एउटा सानो मान्छेलाई त यहाँहरूले एउटा ठुलो मान्छे जस्तो ठुलो नेता जस्तो है यहाँहरूले चाहिँ सम्मान गर्दाखेरि अघि म झन्डै भट्कानिएँ झन्डै रोएँ त्यसै पनि म रोइराख्ने मान्छे होइन मनभित्र पाप छैन मेरो त्यसले गर्दाखेरि छिट्टै म भावुक हुन्छु धेरै जस्तो म हाँसिराखेको हुन्छु कहिलेकाहीँ रुन्छु पनि किन रोएको प्रश्न गर्नु मन लाग्छ होला छोरा मान्छे पनि रोइन्छ र त्यो पनि छ नि त छोरा मान्छे त रुनु हुँदैन भन्ने खालको हुन्छ हो म छोरा मान्छे नै हुँ तर पनि म रुन्छु किन रुन्छु भन्दाखेरि तपाईँहरूको आँखा यति धेरै मान्छेको यति धेरै आँखाले मलाई आज हेरिराख्नु भएको छ यो एउटा आशाले हेर्नु भएको छ एउटा विश्वासले हेर्नु भएको छ तपाईँ नत्र भने यहाँ तपाईँ यहाँ यसरी उभिएर बसिराख्नुहुन्न तपाईँको काम छ घर परिवार छ विभिन्न छ यसरी आम नेपालीले होइन आफ्नो आँखामा देखेको सपनाहरू जब यो देशमा चाहिँ एउटा धोकामा परिणत हुन्छ जब हामी हजारौंको संख्यामा विदेश जान्छौँ सयौंको संख्यामा मरेर आउँछौँ 21औं शताब्दीमा हामीले पनि सुख पाउने अधिकार हाम्रो छ हामी हाँस्न चाहन्छौँ तर हाँस्न सकिराखेको हुँदैन ती पीडाहरूलाई महसुस गर्छु अनि रुने गर्छु कहिलेकाहीँ ठुल्ठुलो कार्यक्रमहरूमा पनि तपाईँको चाहिँ भावुक बन्ने गर्छु यसलाई अन्यथा पनि मान्नु हुँदैन मान्छे हो विभिन्न संवेग हुन्छ हाम्रो जीवनमा होइन ढुङ्गाको मुटु लिएर बाँचेको मान्छे होइन सजीव प्राणी हौ त्यसले गर्दाखेरि विभिन्न संवेगहरू हामीलाई चाहिँ महसुस भइरहँदो रहेछ त्यसै भएको कारणले एउटा जीवित मान्छे हो जस्तो मलाई लाग्छ आज म यहाँ देशको चिन्ताले आएको धरानुको महानगरपालिकाको मेयर हो त्यहीँ गएर चाहिँ यसो ड्रेनहरू बनाउनु जाली साली लाउनु बाटो बनाउनु विकासे काम गर्दै बस्नु नि क्या खोजेको यहाँ भन्नु पनि मन लाग्यो होला कतिलाई मिडियामा मेरो विरोध पनि गर्ने मान्छे छन् म तपाईँहरूको लागि पनि चिन्तित भएर कुदेको छु यहाँ ढोल लगेर गइसक्यो यहाँ कलाकारहरूलाई खाजा खुवाउनु पर्ने यहाँ सबैजना भोकायौँ भन्छ अर्को सम्पाङ मेयर साहबको भाषण चाहिँ सकेको थिएन त्यही पनि सबैजना भोकाएको भन्छ हाम्रो गाउँमा पनि भोकायो भन्छ कलाकारहरू सबैजना भोकायो भन्छ अब सबैजना खाजा खानुको लागि लाइन अब यो टोलीहरूले के खान्छ खाजा सादा मोमो मात्रै पुग्छ पैसा सेवा नमस्ते लु खारिने लु मलाई पछाडि आउनु ल अब चाहिँ हाम्रो खाजा खानको लागि यहाँ सुप्चा आइसकेको छ मोमो आउनु बाँकी छ हाम्रो टोलीहरू लगभग झन्डै 50 जना हाराहारी छ यहाँ 42 जनाको चाहिँ अर्डर भइसकेको छ अझै आउने छन् कलाकारहरू कता कता चियाबारीतिर फोटो खिच्न गएका छन् आइपुगे अघि गन्तीमा थिएन होइन लु बर्बाद लु बस 42
44 जना भयो। मोमोको सुप चाहिँ सेलिसकेको छ। मलाई बिचो बनाइसकेको कुर्दा यता सबैजनाले मोमो खाइसक्यो। हेर त यो टोलीहरूले यताको टोलीले खाइसके, यताको टोलीले पनि खाइसके। हेलो ओके, यताको टोलीले मोमो खाइसके, बिजोक छ। यताको टोलीले नि मोमो खाइसक्न लागे, चाख्नै पाएको छैन। सुप सेलिसक्यो। यहाँ पनि आधी उधीको मोमो खाने बेला भइसकेछ। भाइको नि आएको छैन। हामी सेम परिएछ। ल यता वारी आएको छैन नि हाम्रो। यता वारी पनि लगभग आधा कट मेरो सकिसकेछ। यता पनि यता पछाडि चाहिँ आएको छैन नि। यता आएको छैन। यो टोली सबै सुकाइरहेछ हाम्रो टोली। बाँकी रहेछ नि हामी। ल ठिक छ, अहिले आउँछ। यता पनि मोमोको पर्खाइमा बसेकै। लु हजुर, हामी त भोकले मर्नु आँट्यो सर। अब आइगयो पालो। यता यहाँ कसै अगाएर फोटो खिचिरहेको छन्। यो त भएन नि पारा। सुन त मोमो कस्तो थियो? ऊ आयो त? ए ऊ आयो। यहाँ कसै मोमो खाएर अनि चिया मोमो खाएर नि चिया खाने पालो आइसक्यो। यो त समस्या भयो नि त। कसैले मोमो पाएको छैन, चिया आइसक्यो त नि यहाँ त। ल चेस मेरो चाहिँ क्यामेरा ल। यता चिया। लु चेस मेरो त छैन नि क्यामेरा ल मेरो। बल्ल तल्ल हाम्रो मोमो आइसकेछ। मोमो सँगसँगै चिया पनि आइसकेछ। यहाँ हाम्रो 3 भाइ चाहिँ वल्लो गाउँमा छौँ। माथिले छेउमा एउटा ढोले, बिचमा अर्को ढोले, तल्लो छेउमा अर्को ढोले, 3 ढोले। हामी चाहिँ अन्तिममा पऱ्यो। हाम्रो सेनुङ पनि अहिले नगरको प्रशिक्षक गरिरहेछ। हाम्रो निरज भाइ अहिले साकेला प्रशिक्षक, 2 भाइलाई इलाम फर्काइरहेछ। म भने चाहिँ हेरिरहेको छु। विदेश हुनु पर्ने बाध्यता छ। अनि हाम्रो टोलीहरूले यहाँ खाजा खाँदैछन्। सबैजनाले लगाएको पिछाडि खाइसकेछन् यहाँ। हाम्रो टोलीहरू सबैजना खानामा व्यस्त छ। अब भने चाहिँ म पनि खानामा व्यस्त हुने भयो। मिठो छ नि? ओके। चानयाङ लेम्याङ खक्याङ लेम्याङ। ल अब अन्तिम चरणमा आइसकेछौँ। तर एउटा सल्लाह गर्नुपर्ने बाँकी छ। के सल्लाह भन्दाखेरिमा कृपचन्द्र तामाङ के हो यस्तो? के हो? यता साली बहिनी भदैनी होइन, हामी छिमेकी परेछ। ए हो? बुनु तामाङ नि हो र? ए छिमेकी पऱ्यौँ नि। अचम्म गरेको भेट्यो त। यसो नगरौँ न, मलाई यो म आजको पनि होइन। ल यहाँ थोरै सल्लाह गर्न बाँकी छ। क्यामेरा पज गर्ने छौँ। हाम्रो तीरचन्द्रसँग पनि भेट भयो। थोरै बात मार्ने छौँ अनि प्लस गर्ने नै छ। ल अब ओके हवस्, हुन्छ। ल बाई बाई। ओके हाम्रो बुनु मजा। ल बाई बाई सेवा। बाई बाई। ल बाई बाई सेवा। ल सेवा। ल बाई बाई। बाई बाई। बाई बाई। बाई बाई। बाई बाई। बाई बाई। बाई बाई सेवा। बाई बाई सेवा। सेवा बाई बाई सेवा। सेवा सेवा बाई बाई। खोइ त सुलुलु बाई बाई। बाई बाई। 3 गते हामी सबैजना 3 गते। ल बाई बाई। 3 चौधमा पनि निस्किनु। ल अहिले मुनिताले भेटौँ ल। ल बाई बाई। ल बाई बाई। ल बाई बाई। बाई बाई भन्दै अब चाहिँ हाम्रो यो भ्लग पनि इन्ड गर्नेवाला छौँ। के कस्तो रह्यो आज हाम्रो थोरै कसम्बाङ आउनु भएकोले गर्दाखेरि हामी किराँती झलक देखाउँ भनेर हामी खटेका थियौँ र थोरै झलक गरिराख्यौँ। यो हाम्रो साकेलाको जस्तै यो अझै पनि माहौल सकेको छैन हाम्रो यो 3 गतेको पनि। प्लस साकेला भिडियो रहने नै छ। अहिलेसम्म भिडियो हेरेर बस्नु सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै केही भन्न सक्यो टोलीहरूको? मेरो सेनुङ बाह्र नगर सपोर्ट गर्नु विशेष गरेर मेरो दाजुलाई पनि गरिदिनु होला होइन। निरोज भाइ सब्सक्राइब कमेन्ट गरिदिनु होला। ओके भन्दै अहिलेसम्म भिडियो हेरेर बस्नु सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै बाई बाई।